थिएँ तर स्टिल हेर्नुपर्छ। भनेको आज थोरै ग्याप दिँदाखेरि तपाईँहरूलाई अलिक सजिलो हुन्छ होला है। हजुर सर। सागर हजुर सर। हजुर हजुर अलिक ग्याप मिलेको छैन सर, त्यो हिजोको 2 ताल हेरी त्यही पनि अलिक कन्फ्युजन नै छ। ठिकै छ, के छैन, टाइम लिनुहोस् न। सचिन हुन्छ सर। हजुर सर। सचिन भन्नु त। मैले चाहिँ पहिले लिएको त छुटेको क्लासेसहरू पनि ए ल प्लिज है, प्लिज, किनभनेदेखि तपाईँहरूले चाहिँ गर्नैपर्छ यो अरू कुराहरू। यो भन्दा अरू कुराहरू हामी पढ्दै आउनेवाला हाम्रो कोर्समा आउने कुराहरू छ नि, आउनेवाला कुराहरू, त्यो अन टप अफ द्याट हो क्या, अन टप अफ दिस हो क्या। भन्नुको मतलब यो जानिसकेपछि मात्रै त्यो जानिन्छ क्या। अनि बेस्ट हामीसँग के हुन्छ त भन्दाखेरि हामीले यो त जान्नै पऱ्यो, 100% जान्नुपर्छ भन्ने भएन, त्यो रट्ने कुरा पनि भएन। तर स्ट्रक्चर यहाँबाट यस्तो भएर चाहिँ यहाँबाट यस्तो भएर रहेछ भन्ने खालको कुरा चाहिँ जान्नु पऱ्यो है त। त्यहाँ भिडियोमा छ, भिडियोमा पनि हेर्दा बुझिएन भनेदेखि तपाईँहरूले चाहिँ ऱ्यान्डमली म्यासेज पनि गर्न सक्नुहुन्छ। म्यासेज भन्दा पनि ग्रुपमा डिस्कसन गर्न सकिन्छ हामीले है। अर्को कुरा के पनि भन्न लागेको थिएँ भन्दाखेरि तपाईँहरू आउने रेगुलर आउनुहुनेहरूको त हालत यस्तो छ, झन् अब एब्सेन्ट बस्दिने ग्याप भयो भनेदेखिको हालत अलिक प्रब्लमेटिक नै होला। प्लिज बी ओपन है, बी सिरियस है। मेरो एन्डबाट चाहिँ त्यही हो तपाईँहरूलाई म्यासेज। अब मैले हिजो के गरेको छु भन्दाखेरि एड टु प्रडक्ट भनेर चाहिँ सल्भ गराएको छु होला सायद। एड भनेर चाहिँ कन्सोलमा पनि हेरौँ, कन्सोलमा कसरी हेर्न सकिरहेको छौँ भन्दाखेरि एबाउट डट जेएसएक्समा यो कार्टलाई चाहिँ कन्सोल लक गराएको छौँ। यसरी यो कार्ट त यहाँबाट ल्याएको कार्ट हो नि त, कन्टेक्स्टबाट ल्याएको कार्ट हो नि त, स्टेटभित्र छ। अब प्रडक्ट स्टेट यहाँ छ। फेरि यो कार्ट चाहिँ इनिसियल फेजमा चाहिँ हिजो हामीले डकुमेन्टेसन पढ्दाखेरि नै यहाँनिर एउटा रिड्युसर हुन्छ, रिड्युसर भन्ने फङ्सन हुन्छ। कार्ट रिड्युसर भनेर नाम दिउँ हामीले चाहिँ, प्रडक्ट रिड्युसर बनाउनुहुन्छ कि जे नाम अथ रिड्युसर बनाउनुहुन्छ कि इट्स अन यु है। त्यति फ्लेक्जिबल छ डेभलपमेन्ट कोडिङ होइन। हामीले अहिलेलाई हाम्रो कन्सर्न अनुसार कार्ट रिड्युसर भनेर बनायौँ। यो कुरालाई यहाँनिर डिफाइन पनि गऱ्यौँ, कहाँ छ रिड्युसरमा, यहाँ है। अनि त्यो पछाडि इनिसियल फेज पनि हुन्छ भनेर भनेको थिएँ नि त। इनिसियल फेजमा ड्याङ्गै एउटा अब्जेक्ट राखिदिउँ, प्रडक्ट्स भनेर एउटा नाम लिउँ, त्यसमा चाहिँ प्रडक्ट भन्ने राख्यौँ। प्रडक्टमा के छ, यो हो प्रडक्ट भनेको। यो प्रडक्टमा के छ, फेरि प्रडक्ट्स नै छ। यो प्रडक्ट्स भनेको के हो, यो हो। यो हामीले यहाँबाट यहाँ राख्यौँ। यो प्रडक्ट्सलाई कन्सोल लक गऱ्यौँ भनेदेखि, यो प्रडक्ट्सलाई कन्सोल लक गऱ्यौँ भनेदेखि चाहिँ के आउँछ भन्दाखेरि चारवटा कतिवटा छ, यो प्रडक्ट चाहिँ आउनै पऱ्यो क्या। यति चाहिँ भ्यालु देखिनै पऱ्यो। तर अब कार्डसँग रिलेटेड कुरा गरिरहेको छौँ हामीले। अब कार्ड हाम्रो कन्सर्नको कुरा भयो नि त होइन। अनि त्यो कार्डलाई चाहिँ के गर्ने भन्दाखेरि कार्डलाई कन्सोल लक गर्ने, यहाँबाट स्टेटमा सबै टाकटुक पास गरेको छौँ। यो प्रडक्ट पनि पास गरेको छैन, यो छुट्टै पास गर्नु परेन, स्टेट नै पास गरिसकेपछि यो दुइटै एकमुष्ट गयो क्या। अनि यो कुरा चाहिँ हामीले जुनसुकै कम्पोनेन्टमा पनि हामीले इजिली युज गर्न सक्छौँ। अहिलेको लागि फर इक्जाम्पल एबाउट डट जेएसएक्स कम्पोनेन्टमा युज गऱ्यौँ। कन्टेक्स्ट ल्याउने तरिका यसरी हो, यसको स्ट्रक्चर यो हो। अनि यो स्टेटभित्र चाहिँ कार्ड पनि छ नि त, प्रडक्ट्स पनि छ नि त होइन। अनि यो कार्डलाई चाहिँ कन्सोल लक गर्दाखेरि हाम्रो के आयो हेरौँ। आवर कार्ड फ्रम रिड्युसर स्टेट, रिड्युसर स्टेट भन्दा पनि स्टेट मात्रै भन्दा नि हुन्थ्यो। आवर कार्ड फ्रम स्टेट भनेर भन्यो, एउटा आउनै पर्यो। इनिसियल फेजमा 0 छ, रिफ्रेस गर्छु यो 0 हुन्छ होला है सायद। ल कार्ड फ्रम यहाँनिर केही पनि छैन क्या, हामीले जे दिएको हो। कहाँ छ प्रडक्ट स्टेट यहाँनिर जे दिएको हो एम्प्टी नै छ। यो कुरा यही कन्सोल लक भयो। तर अब म यो सबै क्लोज गरिदिन्छु। अब म यहाँबाट एड गरिदिन्छु। यो कार्ड्समा चाहिँ केही न केही भ्यालु चाहिँ जानुपर्छ क्या। यसरी पेलोड हामीले के पठाएको छ भन्दाखेरि
आइटम नै पठाएको छ, यो पुरै पेलोड हो क्या। अहिले हेर्ने हो भनेदेखि अब यहाँनिर कसरी पठाएको छ भन्ने हो भनेदेखि about.jsx मा डिस्प्याच भन्ने कल गरेका छौँ हामीले। डिस्प्याच यो होइन है, डिस्प्याच कल गरेका छौँ। डिस्प्याच भनेको एउटा फङ्सन हो, त्यसमा चाहिँ यो अब्जेक्ट पठाइदिएको छौँ। आइटम भन्ने पेलोडमा हालिदेऊ भनेर भनेको छु। अब पेलोडमा के जान्छ भन्दाखेरि आइटम जान्छ। यो कुरा कहाँनिर पुग्छ भन्नुहुन्छ भनेदेखि रिड्युसरमा जान्छ। यो एक्सन डट पेलोड चाहिँ के हुन्छ त भन्दाखेरि आइटम हुन्छ क्या। अनि त्यसलाई क्वान्टिटी चाहिँ सुरुमा एड गर्दाखेरि चाहिँ 1 राखिदेऊ भनेर भनेको डिफल्टवाला है। अब यो एरे भनेको के हो, कार्डको एरे हो। यहाँनिर चाहिँ स्टेट डट कार्ड गर्दाखेरि पनि हुन्थ्यो है त, होइन ठिकै छ। कार्डको स्टेट डट कार्ड चाहिँ यहाँ गरिएछ, ठिक छ। स्टेट डट कार्ड पहिला सुरुमा के हुन्छ कसैले भन्नु सक्छ? स्प्रेड अपरेटर पनि छ है यहाँनिर, 3वटा डट भनेको स्प्रेड अपरेटर हो। हामीले जाभास्क्रिप्ट पढ्दाखेरि एकदमै कन्साइज वेमा पढेको थियौँ। स्टेट डट कार्ड भनेको के हो, सुरुमा केही पनि होइन, एम्प्टी एरे हो है। तर अब त्यसलाई चाहिँ हामीले के भ्यालुले रिप्लेस गर्छौँ भन्दाखेरि एक्सन डट पेलोडमा जे आयो त्यसको क्वान्टिटी 1 है। त्यस्तै अर्को पनि केस बनाउन सकिन्छ। केस बनाउन सकिन्छ भन्नाले रिमुभ फ्रम कार्ड भनेर बनाउन सकिन्छ। तर अब रिमुभ फ्रम कार्डमा चाहिँ म रिटर्नमा अर्कै कुरा रिटर्न गर्छु। यहाँ पनि ब्र्याकेट नै गर्छु, फिल्टर गरिदिन्छु क्या। फिल्टर कसरी गर्छु भन्दाखेरि फिल्टर डट 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 स्टेट त दिनै पर्यो, एटी स्टेट कमा CART कार्ड। फेरि यसमा पनि कार्डमा चाहिँ स्टेट डट कार्ड STAT स्टेट डट CART कार्ड अनि फिल्टर गरिदिनु पऱ्यो है त, FILTR फिल्टर भन्ने एउटा मेथड हो। यसले चाहिँ आइटरेट गराउनु पऱ्यो। जतिवटा भ्यालु आयो, धेरै पनि हुनसक्छ नि कार्डमा। अहिले पो 1 छ त, हिजो 4सम्म पनि एड गरेर देखेको थियौँ नि होइन कन्सोलमा। ल ठिक छ, अहिले चाहिँ फिल्टर गरौँ, आइटमसँग फिल्टर गरौँ। आइटम फिल्टर गर्ने आइटरेट गर्ने तरिका यो हो, फिल्टर भन्दा पनि आइटम डट अन्डरस्कोर आइडी इन केस नट इक्वल टु है, नट 1 2 3 सरी कन्ट्रोल Z यति गर्ने, नट इक्वल टु आइटम डट आइडी। अब सायद यसले पनि काम गर्छ होला है। हेरौँ, रिमुभ फ्रम कार्ड काम गर्यो नि है। म एड गर्छु, एकचोटि गर्दा यहाँ एड हुन्छ, फेरि 0 हुन्छ है। यहाँ एउटा आयो, अब फेरि क्लिक गरेँ भनेदेखि यो 0 हुन्छ, एम्प्टी, केही पनि छैन। यही कुरा चाहिँ हामीले कसरी देखाउन सक्छौँ त, यहाँनिर चलाउनु पर्ने छ हामीले। यहाँनिर 0 को 0 भयो भनेदेखि त यो देखाएर राखेर कामै भएन होइन। यही कुरा चाहिँ हामीले चाहिँ अब कन्टेक्स्टमा सेट भएकै छ है, कन्टेक्स्टमा सेट भएकै छ। अब हामी चाहिँ यो चाहिँ न्यापबारमा छ नि त है, न्यापबारमा छ। यहाँ 0 छ, अब यहाँ 1000 लेखिदिनुहुन्छ भने 1000 नै हुन्छ। तर के हामीलाई यस्तो म्यानुअल चाहिएको हो त, म्यानुअल्ली हाल्ने डेटा चाहिएको त होइन नि। यो कार्डमा एड भयो भनेदेखि यहाँ पनि देखाउने, कार्डमा रिमुभ भयो भने यहाँबाट हटाइदिने, जतिवटा भ्यालु छ त्यतिवटा देखाउने भन्ने खालको कुरा हो नि त है। त्यही भएर अब हामीले यहाँनिर चाहिँ यो युज कन्टेक्स्ट भन्ने हुकलाई चाहिँ युज गर्न सकिन्छ क्या। USCUNTEXT खोइ रिकमेन्ड नै गरेन, युज कन्टेक्स्ट भनेर माथि इम्पोर्ट भएको देख्नुभयो होला। अब युज कन्टेक्स्टमा चाहिँ CUNST const CUNTEXT context CUNTEXT context इज इक्वल्स टु युज कन्टेक्स्ट। युज कन्टेक्स्टमा हामीले के राख्नु पर्यो भन्दाखेरि प्रडक्ट कन्टेक्स्ट उसले रिकमेन्ड गर्छ है। अब फेरि अझै डिस्ट्रक्चरिङ गर्नु पर्यो,
CONST const डाइरेक्ट यसरी पनि लिन मिल्छ CONST const कन्टेक्स्टबाट चाहिँ कार्ड मात्रै लिन पनि मिल्यो है। अब सायद कार्ड डट लेन्थ गऱ्यो भनेदेखि त यहाँ भ्यालु आउँछ होला। गऱ्यो यो 1000 भएको ठाउँमा के भयो क्यानट रिड द अन प्रोपर्टी अफ अनडिफाइन्ड कार्ड यस्तो गर्न पनि पाइन्छ है। सरी सेभ गरी हेरौँ आयो 0 छ 0 छ केही पनि छैन रहेछ एड गरौँ आएन कार्ड डट लेन्थ आएन है त। अब किन आएन हेर्नु पर्यो हामीले इम्पोर्ट गरेको पो मिलेन कि कन्टेक्स्टबाट त ल्यायौँ स्टेट STATE स्टेट हामीले कार्ड त पठाएकै छैन नि त होइन स्टेट अनि यहाँनिर चाहिँ कर्ली ब्रेस यो भयो यसमा पनि यो अब आउँछ कि ल आयो तर यो राखिबस्नु पनि जरुरी छैन जस्तो लाग्यो एकछिन ल कार्ड डट लेन्थ कहाँ पो थियो सपिङ कार्ड डट लेन्थ यहाँ रहेछ मैले यो जस्ट लजिकल अपरेटर लाउन खोजेको है त 0 केही पनि छैन 0 देखाउने अब एड भयो दुईटा हुनु पर्यो है माथि यस दुईटा तर क्लिक गर्दाखेरि देखाउन चाहिँ सकिएन। अब के भइरहेको छ भन्दाखेरि खासमा एबाउटमा जाउँ रिमुभ फ्रम कार्डबाट चाहिँ डिस्प्याच ट्रिगर भयो डिस्प्याच ट्रिगर हुने बित्तिकै यसको टाइप यो दिउँ अनि पेलोडमा आइटम नै दिउँ तल पनि पेलोडमा आइटम नै दिए जस्तो है। यो कुरा कसरी काम गर्छ भन्नुहुन्छ भनेदेखि यो टाइप र यो टाइप मिल्नु पर्यो रिमुभ फ्रम कार्ड यो एक्ज्याक्टली कपी क्याट है दायाँ बायाँ नै छैन। स्टेट भनेको के हो कसले भन्न सक्नुहुन्छ स्टेट भनेको के हो मिल्नै पर्छ भन्ने छैन हार्ड एन्ड फास्ट केही पनि छैन ट्राई गर्नुभयो हुन्छ मिल्यो भनेदेखि मिल्यो भनिदिइहाल्छु मिलेन भनेदेखि फेरि त्यसलाई यस्तो चाहिँ हो भनेर भनिदिन्छु। छ सचिन यस सर ट्राई गर्नुहुन्छ खै सर आइडिया भएन है ठिक छ एनिस अब्जेक्ट हो एक्ज्याक्टली अब्जेक्ट हो अब्जेक्टमा के छ कार्ड स्टेट कार्ड भयो के छ स्टेटमा स्टेटमा सबै पर्यो अब त्यो स्प्रेड अपरेटर भएपछि यो स्टेट भनेको यो हो क्या फेरि अब्जेक्ट छ 50% मिलिहाल्यो अब्जेक्टमा कार्ड मात्रै छैन क्या प्रडक्ट्स पनि छ क्या फेरि प्रडक्ट्स कार्डको की भ्यालु पेयरमा चाहिँ एउटा अब्जेक्ट छ बनेको छ एउटा अब्जेक्ट छ स्टेटको भ्यालु चाहिँ त्यो हो यहाँ गयौँ स्प्रेड अपरेटरले त्यो सबै कपी गर्यो तर हाम्रो कन्सर्न भनेको चाहिँ कार्डतिर छ क्या रिमुभ फ्रम कार्ड त्यसै हुँदैन कार्डमा केही छैन भनेदेखि रिमुभ फ्रम कार्ड होला त हुँदैन हो अमन हो
हजुर सर केही नै छैन भने के चाहिँ रिमुभ गर्ने त्यो त हुनै सक्दैन नि त अब एड टु कार्ट गरेपछि रिमुभ फ्रम कार्ट भन्ने आउने हो त्यो एरेमा छ केही भने न रिमुभ कार्टलाई डिस्प्ले हुने हो नत्र भन्दा देखिँदैन नि त यो त त्यही भएर अब यो स्टेटमा जे छ कपी गर्ने स्टेटमा कोही बेला एड टु कार्ट गरिसकेको छ भनेदेखि कार्ट एम्प्टी मात्रै हुँदैन है फेरि कार्ट चाहिँ चार पाँचवटा आइटम एड भएको नि हुनसक्छ इभन 1 आइटम एड भएको नि हुनसक्छ जेसुकै होस् एउटा होस् कि 4-5वटा होस् कि 10-20वटा होस् मतलब भएन त्यसलाई चाहिँ फिल्टर गरिदिने हो फिल्टर भन्ने जावा स्क्रिप्टको मेथड हो फिल्टर गरिसकेपछि केसँग फिल्टर गर्ने आइटमसँग त्यहाँ आइटम डट अन्डरस्कोर आइडी भनेको आइटममै आउँछ पेलोडमा आउँछ र कार्टमा भएको आइटम पेलोडमा आउनेसँग चाहिँ कम्पेयर गर्ने हो कार्टमा भएको आइटमको आइडी र एक्सन डट पेलोड डट अन्डरस्कोर आइडी भन्ने कुरा चाहिँ मिलेन भनेदेखि फिल्टर गरिदिइहाल्ने है नमिल्नेलाई हटाइदिइहाल्ने भन्नु खोज्या हो अब एड टु कार्ट यहाँबाट मैले एक्सन डट पेलोड डट आइडी भनेको के जान्छ भन्दाखेरि यसको आइडी जान्छ नि त र उता कार्टमा यो छ 100% छ एड नभई रिमुभ हुँदैन अनि त्यो भइसकेपछि त त्यो त मिल्दैन नि त यो हामीले पठाएकोसँग अब यो र यो एकछिन है नमिल्ने बित्तिकै फिल्टर गरेर राखिदिनु भनेर भनेको छ नि त कार्टमा फिल्टर गरिदिइहाल्नु भनेको छ नि त फिल्टर गरिदिन्छ उसले सिम्पली अब कतिवटा एउटा मात्रै छ होला यहाँनिर अब छ एउटा योसँग पनि मैले अब यो रिमुभ फ्रम कार्ट भन्ने डिस्प्याच ट्रिगर गर्ने बित्तिकै त्योसँग मिल्छ त्यहाँ भएको आइटम मिल्छ नमिल्ने मात्रै राख्नु मिल्ने जति चाहिँ हटाइदिइहाल्नु भनेर भने हो क्या एक्ज्याक्टली बुझ्नुहुन्छ भनेदेखि यो र एक्सन डट पेलोड अब अहिले मैले डिस्प्याच ट्रिगर गर्ने आइडी मिल्छ हटाइदेऊ नमिल्ने मात्रै त्यहाँ राख कार्टमा भनेर भन्नु खोजेको हो यो चाहिँ सक्सेस पनि भइसक्यो माथि 0 एड गरौँ फेरि त्यही सिमिलर केस अब यो मैले पठाउँछु नि हैन नमिल्नेहरू राख इनकेस एक्सन डट पेलोड डट आइडी यो मैले अब रिमुभ फ्रम कार्ट क्लिक गर्ने बित्तिकै एउटा डिस्प्याच ट्रिगर हुन्छ त्यो डिस्प्याचमा आइटम नै जान्छ एक्सन डट पेलोड डट अन्डरस्कोर आइडी पेलोड आइडीसँग चाहिँ त्यो हामीले आइटरेट गरेको भ्यालु मिलाउन खोज्छौँ मिल्यो भनेदेखि हटिहाल्यो नमिल्ने कुरा चाहिँ कार्टमै बस्यो है यति हो कुरा आजलाई यति नै गरौँ यसमा पनि नबुझ्नु भएको छ के छ भनेदेखि चाहिँ प्लिज लेट मी नो है थ्याङ्क यू सो मच गाइज कि एकचोटि कसैलाई के छ ग्याप सागर फिल्टर गरेको मेथड हामीले पहिला धेरै नै गरिसकेका छौँ फिल्टर अथवा फाइन्ड गर्दा पनि हुन्छ फाइन्डबाट पनि यो मिलाउन सकिन्छ फिल्टर नै किन चुज गरेको भन्दाखेरि त्यसमा चाहिँ फाइन्डमा चाहिँ अलिकति यो कन्डिसन मिलाउनुपर्छ है फेरि फाइन्ड गर्दा भइहाल्छ भन्ने चाहिँ होइन फाइन्ड र फिल्टरको डिफ्रेन्स पनि मैले भनिदिइसकेको छु मिलाउनु पनि सक्नुहुन्छ तर अब फिल्टर गरेर राख्नु होला अमन त्यही गरौँ है त हुन्छ सर एनिस हजुर आज चाहिँ छैन सर त्यही गरौँ ल आज सचिन राम्रोसँग है टाइम दिनु पर्यो है हस् सर ल थ्याङ्क यू सो मच गाइज भोलि भेटौँ ल थ्याङ्क यू